र अब चाहिँ पछाडि फर्किने भन्ने कुरा, पुरै पछाडि फर्किने भन्ने कुराको दुईटाको बहस छ अहिले। बहस भन्दा पनि अब यो आन्दोलनको नाममा अराजक र हिंसक मान्छेहरूले चाहिँ त्यहाँ आन्दोलनको एउटा आँधीबेरी उठाउने एउटा प्रयास गरे, तर त्यो चाहिँ पुरा चाहिँ गुन्डाहरूको चाहिँ भिड, पुरा अराजकतावादीहरूको भिड, पुरा चाहिँ आतङ्ककारीहरूको भिड, अनि जसको नाइके चाहिँ त्यो के भन्छ त्यो दुर्गा प्रसाई लगायतका केही मान्छेहरू, गुन्डाराज गर्ने मान्छेहरूले चाहिँ त्यो बटुलेर पैसा र पावरको भरमा चाहिँ मान्छेहरूलाई बटुलेर जान रक्सी खुवाएर त्यसरी चाहिँ मान्छे पत्रकार समेतको चाहिँ हत्या गर्ने जुन योजना बनाए, यो बहुत दुःखदायी घटना हो। यसको हामी भर्त्सना गर्दछौँ। यो नहुनुपर्ने कुरा थियो, शान्तिपूर्ण आन्दोलन गर्नुपर्ने थियो। यो चाहिँ पुरा मण्डलीहरूको अराजकतावादीप्रति हामी घोर भर्त्सना गर्छौँ। यो हुनु हुँदैन, यसलाई पत्तासाफ गर्नुपर्छ भन्ने कुरा एका ठाउँमा भयो। र अर्को कुरा जुन यथास्थितिवादीलाई पकड्ने जुन यो दलाल संसदीय पुँजीवादी दलाल संसदीय यो व्यवस्थालाई पकड्ने जुन संसदवादी दलहरू छन्, यिनीहरू फेरि यही हामी लुटिराखौँ, हामी खाइराखौँ, हामी नाचिराखौँ, हामी मान्छे मारिराखौँ, बलात्कार गरिराखौँ, सबै चाहिँ धन्दा चलाइराखौँ भन्ने कुरा चाहिँ यिनीहरूको चाहिँ यो राज गरिराखौँ भन्ने कुरा छ। यो दुईटै कुरा चाहिँ डिलेट गर्नुपर्छ र अबको अग्रगामी कदम चाल्नुपर्छ। त्यसो भने तपाईँहरूको पार्टीले कुन पोलिसी लिएर अगाडि बढ्छ? पोलिसी त पहिलो कुरा त जनतालाई अब यो जनजागरणको अभियान उठाउने कुरा छ। त्यसमा हाम्रो पार्टीले 6 महिने जनजागरण अभियान उठाएको छ, यसमा लागेको छ। पहिलो कुरा जनचेतना भर्ने कुरा छ, यो कुरा छ। र हामीले त यो दुईटै, यो अब पछाडिको कुरा त सोच्ने कुरा भएन। एउटा तानाशाही प्रवृत्तिलाई, त्यसलाई मण्डलीहरूको प्रवृत्तिलाई, जुन त्यो आर्यगाडमा गइसक्यो जुन सामन्तवादी एउटा संस्था, राज संस्था, त्यसलाई त सोच्ने कुरा पनि भएन, सपनामा पनि सोच्न सकिँदैन। र अहिलेको जुन दलाल संसदीय व्यवस्था छ, यसलाई यो चाहिँ भ्रष्ट भयो, यो चाहिँ यो नैतिक रूपमा पतन भयो, यो चाहिँ असफल भयो। र अब यसको विकल्प भनेको वैज्ञानिक समाजवादी व्यवस्था हो, जहाँ जनताको व्यवस्था हुन्छ, जहाँ जनताको पूर्ण अधिकार, सबै जनताको पूर्ण स्वामित्वको अधिकार हुन्छ। त्यो अधिकारको लागि लड्नलाई हामी आम नेपाली जनतालाई एक ठाउँमा हुन अपिल गर्दछौँ, आह्वान गर्दछौँ। तपाईँले आह्वान गर्नुभयो, अहिले माहौल क्रिएट हुँदाखेरि दुर्गा प्रसाई